हो, यही हो हाम्रो सपना। तिमी ठुलो बनेको देख्नु चाहौ नै हाम्रो रहर हो। हुन्छ बुवा, म पढिरहेछु। हुन्छ, तिमी धेरै पढेर ठुलो मान्छे बन है। अनि तिम्रो हातमा के छ? राम्रो छ अनि तिम्रो? मेरो पनि ठिकै छ नि। अहिले पढाइ तिम्रो कस्तो चलिरहेछ? राम्रो चलिरहेछ। अनि तिम्रो चाहिँ कस्तो चलिरहेछ पढाइ? ठिक छ नि। सरले पढाएको विषय तिमीलाई कस्तो लाग्यो? मलाई धेरै राम्रो लाग्यो। उता हेर त्यो रणवीर हो। रणवीर जस्तो लाग्यो। के छ केटा हो तिमीहरूको हालमा? ठिक छ नि। तिम्रो हालखबर के छ? मेरो त पुरै झगडा छ। तिमीहरूको भरमा अलि पनि ठिक छ। आजकल तिमी किन स्कुल आउन छोडेको छ त? म आज स्कुल आइनँ कि मेरो घरमा धेरै काम थियो। हो र? अनि तिम्रो लाइफ इन्जोय कसरी भयो? मेरो त लाइफ ठिक भयो। ओइ पर्लिसा, धेरै गोपाल भयो यार। कसरी भयो त? हामीहरू बसेर कुरा गरौँ न। ल ल हुन्छ। दोस्त, म तिमीहरूलाई होइन एउटा जडीबुटी दिन्छु, त्यो खान्छौ? कस्तो जडीबुटी हो त्यो? त्यो मोबाइल भर्खर मोबाइल राति कसको? त्यो जडीबुटी तिमीहरूको दिमागलाई फ्रेस गर्ने जडीबुटी हो कि खान्छौ? कस्तो छ हेर आउ त। अनि रणवीर यो तिमीले के खाएर आएको हो? जडीबुटी खाने हो तिमी पनि? अलिकति लौ न लौ। खाऊ न खाऊ। तिमी त कस्तो डरपोक रहेछौ यार। नखाऊ यस्तो जिनिस, यस्तो जडीबुटी खानु हुँदैन। अरूको कुरामा लागेर खानु हुँदैन यस्तो सामान। खाऊ न खाऊ अलिकति भएन यार। नखाऊ है जिनिस, यस्तो सामान खानु हुँदैन। जे अरूले दिएको कुरामा लाग्नु हुँदैन है। अलिकति भयो नि खाइदेऊ नि। यसको कुरामा के लाग्छौ? त्यो जडीबुटी हो कि? खाऊ न खाऊ न खाऊ। अलिकति भयो नि खाइदेऊ न दोस्त। खाना खा। नखाने के? म तँलाई कतिचोटि भने खाइ नखाने खा। छिटो खा। त नखाने हो? उठेर जा छिटो। मलाई रिस उठिसक्यो। जा। यस्तै गरी कस्टमर बढाउँदै गर। ल दाइ, पछि तेरो तलब पनि बढाइदिन्छु। ल पहिला सुरु पैसा त झिकौँ न। ल अहिले 10,000 राख। ल मेरो क्रिसलाई खुवाउने पैसा आयो 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 मेरो क्रिसलाई खुवाउने पैसा। देख्नुभयो त, यही हो सुरुवात, जसलाई धेरै जसो किशोर किशोरी तथा युवा पुस्ताले एकपटक भन्ने सुरुवात गर्छन्, जहाँ लत बसेको र जीवन दलदलमा फँसेको पत्तै पाउँदैनन्।